गायन रियालिटी सो नेपाल आइडलको नयाँ सिजन छिट्टै सुरु हुने भएको छ। नेपाल आइडल सिजन 6 अडिसन चैत्र पहिलो हप्तादेखि सुरु हुन लागेको हो। आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले अडिसनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन्। एबी1 टेलिभिजनद्वारा प्रस्तुत नेपाल आइडलको यस सिजनलाई अघिल्ला सिजनभन्दा फरक र विशेष बनाउने उद्देश्य राखिएको छ। यस पटकको सिजनमा प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ, जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्ने जनाइएको छ। साथै नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिने छन्, जसले दर्शकलाई पर्दा पछाडिका रोचक कथाहरू प्रस्तुत गर्नेछ। यस सिजनको निर्णायक मण्डलमा सुरुवाती 3 सिजन तथा 5औं सिजनका निर्णायकहरू नहु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहनेछन्। कार्यक्रम प्रस्तुतामा आसिफ शाह हुनेछन्। अडिसन चरण अन्तर्गत सुनसरीको इटहरी, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज हुँदै सङ्घीय राजधानी काठमाडौँमा ओपन अडिसन गरिनेछ। नेपाल आइडलको प्रसारण एबी1 टेलिभिजनबाट हुनेछ। समय अनुसार केही परिमार्जन नवीनता समेट्ने सिजन 6 प्रस्तुति गरिनेछ गर्न लागेको टेलिभिजनले जनाएको छ। नेपाल आइडलको यस अघिको विजेता भने करण परिवार बनेका छन्।